हतार हतारमा तपाईँहरूले यस्ता गल्तीहरू नगर्नुहोस् है। किन भन्दाखेरि यो गल्ती गर्दाखेरि भोलि चाहिँ तपाईँले ठुलो चाहिँ हार खानुहुनेछ, आइडियाहरू बिग्रिनेछ। के भन्दाखेरि तपाईँको पेआउटहरू सुरुमा के छ भन्दाखेरि फेसबुकमा पेआउट सेटअप भनेर आउँछ स्टारमा। केमा चाहिँ स्टारमा। स्टार चाहिँ चाँडै सेटअपहरू स्टार बनाउनुको लागि। अनि तपाईँको अर्को मोनिटाइजेसन भन्ने चाहिँ तपाईँको अलिक टाइम लाग्छ, त्यसलाई धेरै मिहिनेत गर्नुपर्छ है। के हो भन्दाखेरि तपाईँको सेटअप भनेको ब्याङ्किङहरू राख्ने है। ब्याङ्कहरू आफ्नो ब्याङ्कको नाम के छ, नाम, ब्याङ्क एकाउन्ट, स्विटो कोडहरू, जिप कोडहरू भन्छ। त्यसलाई हतार हतारमा के कस्तो छ भनेर चाहिँ तपाईँले चाहिँ एकदमै हतार गरेर चाहिँ के कस्तो हुन्छ भने आफै नलाग्नुलाई जाने बुझेको मान्छेले सोध्ने या त तपाईँको यो त युट्युबहरूमा हेर्ने धेरै कन्टेन्ट क्रिएटर साथीहरूले, पुराना साथीहरूले चाहिँ यसको पेआउट सेटअपहरू चाहिँ धेरै भिडियोहरू बनाएका छन् है त। त्यो चाहिँ हेरेर चाहिँ मिलाउनु पर्ने हुन्छ। यदि भोलि गएर तपाईँले धेरै चाहिँ त्यहाँ अपडेट गर्दै गर्नुभयो भने चाहिँ 4-5वटा चाहिँ त्यहाँ पेआउट एकाउन्टहरू चाहिँ बन्दै गएर भोलि तपाईँको आइडीमा चाहिँ त्यो चाहिँ अपडेट गर्न मिल्दैन। हेर्नुहोस् है, त्यही भएर यो कुरालाई चाहिँ एकदम मनन गर्नुहोस्। जाने बुझेको साथीलाई या रिलहरू हेर्नुहोस्, युट्युब हेर्नुहोस् है, त्यसबाट सहयोग लिन सक्नुहुन्छ। यो गल्तीहरू दोहोऱ्याएर चाहिँ नगर्नुलाई, भिडियो पुरा हेरेर चाहिँ सावधान हुनुहोस् है त। भोलि रेस्ट्रिकेटहरू आउने एकाउन्ट चाहिँ तपाईँको चाहिँ म्यानेज गर्न बहुत गाह्रो हुन्छ है। मेटा टिमले नि सपोर्ट गर्न टाइममा लिक गर्दैन, गऱ्यो भने वर्ष दिन 2-3 वर्ष लाग्न सक्छ। त्यो भएर होसियार हुनुहोस्।